नमस्ते सबैजनालाई। आजको मेरो प्रश्न हजुरहरूलाई, कहिल्यै कसैको सफलतासँग आफ्नो यात्रा तुलना नगर्नुहोस्। किन थाहा छ हजुरहरूलाई? आजकल सामाजिक सञ्जाल खोल्ने बित्तिकै लाग्छ संसारका सबै मानिसहरू सफल भएका छन्। कसैले नयाँ घर किनेका छन्, कसैले नयाँ गाडी, कसैले आफ्नो सपना पूरा गरिरहेका छन्। त्यो देखेर कहिलेकाहीँ आफ्नो जीवन नै सानो लाग्न थाल्दछ। तर हामीले एउटा कुरा भने बिर्सन्छौँ, हामी उनीहरूको खुसी देख्छौँ तर सङ्घर्ष भने देख्दैनौँ। हरेक मानिसहरूको समय फरक हुन्छ। कसैले छिटो सफलता प्राप्त गर्दछन् भने कसैले ढिलो हुँदैमा यात्रा गलत भने कदापि हुँदैन। फुलहरू पनि एउटै समय फुल्दैनन्, कुनै बिहान फुल्दछन् भने कुनै साँझ। हरेक फुलहरूको पनि आफ्नै सुन्दरता हुन्छ। त्यसैले आजदेखि अरूको उपलब्धि देखेर निराशा हुने होइन, बरु उनीहरूले कसरी सफलता प्राप्त गरे भनेर उनीहरूको कथा सुनेर उनीहरूबाट प्रेरित हुन सिकौँ। किनकि कसैको सफलता हजुरको असफलता भने कदापि होइन। त्यो त केवल एउटा प्रमाण मात्र हो। मेहनतको फल एक दिन अवश्य प्राप्त हुन्छ। आफ्नो गति आफैसँग तुलना नगर्नुहोस्। हिजोको तपाईँ आजको तपाईँभन्दा अलि राम्रो बन्नु नै जीवनको सबैभन्दा ठुलो उपलब्धि हो। यो नै वास्तविक जीवनको प्रगति पनि हुनेछ। तुलनाले खुसी घटाउँछ तर निरन्तर प्रयासले भविष्य बदल्न सक्दछ। आफ्नो यात्रा विश्वास गर्नुहोस्, एक दिन अवश्य पनि सफलता प्राप्त हुनेछ। थ्याङ्क यू सो मच। सुनेर आफ्नो प्रतिक्रिया चाहिँ दिन नबिर्सनु होला। हजुरहरूको दिन शुभ रहोस्। बाई।